र घाम पऱ्यो गाइज घाम पऱ्यो कसो देखिरहेको देखिनु त माइक पनि बिग्रिरहेको नमस्ते सबैजनालाई इट्स मी सुदीप वेलकम टु सुदीप वर्ल्ड 365 तपाईँलाई स्वागत छ मेरो च्यानलमा आज चाहिँ ब्याक टु गोकुलेश्वर है म चाहिँ अस्ति नै आएको हेर्दा प्लस आजको दिनमा चाहिँ होली पनि सबै सकिसकेको छ यो चाहिँ अलिकति मिक्स कन्टेन्ट हुनेवाला छ र आज चाहिँ यसो गफसप नै हुन्छ होला त्यस्तो बाहिरतिर जान पाएको छैन एक्लै छु यता क्लासको काम पनि भइरहेको छ अब न्यु इयर आउन लागिसक्यो चैत भनेपछि वैशाखमा चाहिँ सकिन्छ मेरो अलिकति चाँडै सक्यो भनेपछि केही फर्दर केही गर्न मिल्ला कि भनेर हो अगाडि चाहिँ त्यस्तो नेपालमा त्यस्तो अपर्च्युनिटीहरू त्यस्तो केही पनि छैन गाइज मैले त केही पनि देखिरहेको छैन हुन्छ नि मास्टर डिग्री गरे मान्छे त बेरोजगार बसिराख्नु भएको छ भनेपछि यो सानोतिनो ट्रेनिङले त के होला जस्तो लागिरहेको छ तर सबैको लाइफ डिफ्रेन्ट हुन्छ मिनिङहरू डिफ्रेन्ट हुन्छ म त झन् यो सबै कुरा स्किममा छ भन्ने सोचमा विश्वास गरिरहेको हुन्छु जय शम्भु त्यही गाइज म चाहिँ घर गएको थिएँ यस्तो के ठ्याक्क मेरो के भइदियो भनेपछि कस्तो धोका दियो क्या मेरो फोनले चाहिँ मेरो फोन चाहिँ यतै बिग्रिरहेको थियो अलिकति चार्जिङमा प्रब्लम आइरहेको थियो यता हप्ता अगाडि जस्तो कहिलेकाहीँ समटाइम चार्ज भइरहेको थियो अनि गाउँ गइसकेपछि चाहिँ फोन चार्जमा लगाउँछु त हुँदैन फोन चार्ज नै हुँदैन च्याक बिग्रिरहेको छ उतैको लोकल बजारहरूमा देखाएँ गाउँतिर गए पनि अब यसो भिडियो सिडियो बनाउन पाइएन प्लस यता आइसकेपछि नेट पनि भएन क्या यता आए पनि त्यही क्लासतिर गयो बिजी ह्यायो फुर्सदै हुँदैन क्या अनि गाउँमा चाहिँ यसपालि प्लस गाउँको दाजुभाइहरू सबजना विदेशतिरै हुनुहुन्छ नेपालमा अपर्च्युनिटी दुःखको कुरा गऱ्यो भन्दा धेरै छ गाइज तर पनि नभएपछि अनि त्यसैमाथि दुई चारजनाहरूको चाहिँ खेल्न नहुने पनि त्यस्तो रहेछ घर गएको तेस्रो दिन नै म यहाँ गोकुलेश्वर फर्केँ अनि यता आइसकेपछि फङ्सन बनाएँ अनि यहाँ आइसकेपछि चाहिँ गाउँको मान्छेले चाहिँ होली खेल्नु भयो भन्ने चाहिँ सुनेको थिएँ जस 10-12जनाको टिम भयो पनि एज अ होली भनेको एउटा परम्परा हो पहिलादेखि नै चलाइराख्नु भएको छ हाम्रो दाइहरूले खेलिराख्नु हुन्थ्यो पहिला पनि त्यो चाहिँ खेलिराख्नु भएको छ भन्ने सुनेको थिएँ जस राम्रै भयो होला यसपालि खेल्न पाएन हो अब अर्को पालि यसपालि यस्तै लेखेको रहेछ फोनले धोका दिए लाइक मैले यो जिटिए पढ्दाखेरि आफैले किनेर होइन मैले चाहिँ त्यतिखेर कोरोना क्लास थियो अनि प्लस गरिब तथा जेन्दा विद्यार्थीको त्यसमा पनि पढेको थिएँ क्या म त्यसबाटले चाहिँ अब उतिखेर अनलाइन क्लास हुन्छ भनेर अलिकति राम्रै फोन किनौँ भनेर लन्च भएको विकमै एकजना बाजेले ल्याउनु भएको थियो केटिएमबाट अनि त्यसपछि चाहिँ मैले झ्याप्प किनिदिइहालेको गाउँमा आजसम्म त्यस्तो एकदम गुड कन्डिसन थियो मैले जहिल्यै पनि चार्जमा लगाएर हेरिरहेको हुन्थेँ गेमहरू खेलिरहेको हुन्थेँ आज आएर ठ्याक्क 4 वर्षपछि नयाँ ज्याक हाले गाइज यो भ्लगरको डेली लाइफस्टाइल यही सुनायो बस्यो त्यस्तो केही पनि छैन जस कहिलेकाहीँ यसो बनाउने मनपर्छ अब प्लस खासमा मेरो त पहिल्यैबाट नै कम्प्युटर पढौँ भन्ने थियो कुराकानीहरूमा चाहिँ तर एग्रिकल्चर पढिएछ अब यसको पनि अब रिजल्ट आउला हो एउटा राम्रो रिजल्ट आओस् पोसिबल रिजल्ट आओस् यहाँसम्म हेरिराख्नु भएको छ यसपालि होली त्यस्तै भयो पुरानो भिडियो हेरेर चित्त बुझाउनु होला तपाईँहरूको होली एकदम बवाल भयो होला भन्ने आशा गरेँ हाललाई गोकुलेश्वर छु यो भिडियो पब्लिस गर्दासम्म कहाँ हुने कि हत्तो ठेगान छैन समथिङ केडिएम छिन्ने प्रयासमै हो म चाहिँ मान्छे विदेश छिरिरहन् म चाहिँ यसो केडिएम छिरौँ कि भन्ने भइरहेको छ यो भिडियो आउँदासम्म त केही न केही त गरिरहेको हुन्छु होला खाली बस्नु चाहिँ हुँदैन मेरो ब्याचको सब मान्छेहरू उडिसक्यो क्या लाइक इन्डिया पनि विदेश नै हो भनौँ लाइफमा सबै मान्छेहरू भइरहेको बेला अलिकति डगमगिहालिन्छ क्या लाइफमा तर त्यस्तो केही छैन म चाहिँ लाइक एभ्रिथिङ इज गड्स प्लान बिलिभ इन गड्स टाइपको मान्छे हो चिल्याक्स टेन्सन लिन थाल्यो भनेपछि फेरि डिप टेन्सनमा गइदिन्छ डिप्रेसनमा गइदिने आइदिने त्यो चलिरहेको हुन्छ के छ अब आफ्नै लोकल बस छ आफ्नै प्राइभेट गाडी छ भने जस्तो हो गयो आयो त्यही छ गाइज गफसप हानियो नभनी गोकुलेश्वर पुगियो अब कता पुगिन्छ नभनी यो सब तपाईँहरूकै लागि हो यसो सब्सक्राइब लाइक भन्ने कुरा चाहिँ युट्युबमा हुनुहुन्छ डेफिनेटली गरिदिनै पर्छ यो चाहिँ तपाईँहरूले त्यो गर्नु नै होला भनेर हो सेयर कमेन्ट के छ चाँडै नै अब अर्को भिडियोमा के हुन्छ अहिले त म पनि प्लानिङ नै गरिरहेको छु डेफिनेटली एउटा राम्रो भिडियोमा भेट्नेछौँ एउटा राम्रो कन्सेप्टसँग भेट्नेछौँ आज गफगाफ मात्रै भयो थ्याङ्क यू सो मच गाइज अब चाँडै नै अर्को शनिबार भेटौँला है त यहाँ चाहिँ हेलिकप्टर आएको छ खै हस्पिटलमा खै को हुनुहुन्छ यहाँ चाहिँ अलिकति गाह्रो भएर चाहिँ आई थिङ्क रेस्क्युको लागि आउनु भएको जस्तो लाग्यो
अब उड्छ होला एकैछिनमा। तल पो गयो बे। जाने बेला त सिधै जाने रहेछ गाइस। म त यस्तो माथि आउला जस्तो लागिरहेको थियो।